भगिचन्द मेरो नयाँ भिडियोमा हजुरलाई स्वागत छ। म आज कास्की जिल्ला र लमजुङ जिल्लाको बोर्डरमा रहेको छु। यतापट्टि हाम्रो लमजुङ जिल्ला हो भने यतापट्टि हाम्रो कास्की जिल्ला हो र यो तल बग्ने मादी नदी हो। मादी नदीको उत्पत्ति अन्नपूर्ण हिमालबाट हुने गर्दछ। अन्नपूर्ण हिमाल कास्की जिल्लामा अवस्थित रहेको छ। यो अहिले म कर्पुटार भन्ने ठाउँमा रहेको छु। कर्पुटारमा इशानेश्वर महादेवको मन्दिर रहेको छ, जुन मन्दिरमा दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वास गरिन्छ। सन्तान प्राप्ति हुन्छ भने आइपरेका दुःख कष्टहरूबाट छुटकारा पाउन सकिन्छ भन्ने विश्वास गरिन्छ र हामीहरू इशानेश्वर महादेवको दर्शन गरेर आएका हौँ। सतीयुगमा सतीदेवीको दाहिने तिग्राको पतन भएको ठाउँमा इशानेश्वर महादेवको मन्दिरको स्थापना गरिएको छ। इशानेश्वर महादेवको दर्शन गर्नको लागि दमौली तनहुँ जिल्लाको दमौलीबाट करिब 2 घण्टा लाग्दछ भने पोखरा कास्की पोखराबाट बेगनास ताल हुँदै करिब 1 घण्टा 30 मिनटमा यो ठाउँ कर्पुटार भन्ने ठाउँमा पुगिन्छ। हजुरहरू पनि आफ्नो जीवनकालमा एकचोटि अवश्य इशानेश्वर महादेवको दर्शन गर्नको लागि आउनुहोला मित्रहरू। हवस् त, नमस्कार, जय नेपाल।